नेपालको सबैभन्दा मनपर्ने खाजा मोमो भन्दा फरक नपर्ला। विशेष गरेर काठमाडौँमा त लगभग हरेक ठाउँमा मोमो पसल पाइन्छ। तर आजको यो भिडियोमा भने बफको स्टिम मोमो मात्र होइन, मोमोको 5 फरक प्रकारका मोमो तपाईँहरूलाई देखाउने छु। आउनु सब सुरु गरौँ आजको यो 5 फरक मोमोको भिडियोमा। हेलो नमस्ते, वेलकम टु लामास ब्लग नेपाल। फेरि पनि तपाईँलाई स्वागत छ आजको यो भ्लगमा। चाहिँ आज हामी 5 थरीको मोमो खाएर देखाउनेछौँ। योभन्दा अगाडि चाहिँ मैले टप 5 बेस्ट मोमो को भिडियो बनाएर देखाएको थिएँ होइन। त्यसमा चाहिँ लगभग 1 लाख क्रस भएको थियो। त्यो भिडियो बनाएको चाहिँ 1-1.5 वर्ष भइसकेको रहेछ। त्यही भएर आज चाहिँ हामी तपाईँलाई मोमोको भिडियो पनि बनाउँ र 5 थरीको मोमो खाएर तपाईँलाई देखाउँछौँ भनेर चाहिँ आज हामी यो भिडियो बनाउन लागिरहेको छौँ। अब यो मोमोको भिडियो चाहिँ हामी कहाँ गएर खान्छौँ, कुन प्लेसमा गएर खान्छौँ र त्यसको प्राइस पनि दिनेछौँ र रेटिङ पनि गर्नेछौँ र त्यो 5वटा मध्ये चाहिँ सबभन्दा दामी र बवाल मिठो कुन मोमो हुन्छ भनेर चाहिँ आज म पनि भन्ने छु है। र यसको लागि चाहिँ तपाईँहरू चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला र मन परे लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला र नयाँ छ भने सब्सक्राइब गरिहाल्नु होला भन्दै अब भिडियो सिधै सुरु गरिहालौँ। अहिले चाहिँ हामी यो के भन्छ यो खिचापोखरीमा छौँ। यो खिचापोखरीमा चाहिँ सबैभन्दा नेपालभरिकै सबैभन्दा धेरै मान्छेहरू चाहिँ घुम्न आइरहन्छ। त्यही भएर हामी खिचापोखरीको चाहिँ यो एउटा धरहरा मोमो भन्ने चाहिँ यहाँ 2-4वटा धरहरा मोमो छ। त्यही आज अहिले चाहिँ खोज्दै हामी यो साइडमा पनि छ, योभन्दा उता पर साइडमा पनि छ धरहरा मोमो। हामी धरहरा मोमो गएर खान्छौँ किनभनेदेखि काठमाडौँमा चाहिँ सबै नेपालभरिकै मान्छेहरू चाहिँ यो ठाउँमा आउँछ, लुगा किन्छन्, सपिङ गर्छन्, घुम्न आउँछन्। त्यही भएर सुरुमा चाहिँ स्टिम मोमो हामी खाएर देखाउँछौँ भनेर हामी यता आएको छौँ। कहाँ हो मोमो? ए उतापट्टि भयो यार। धरहरा पनि मस्त देखिरहेछ, मान्छे चढिरहेको। अहिले चाहिँ म ठ्याक्कै यो धरहराको अगाडि बसेको छु होइन। यहाँनिर त 2टा छ क्या, एउटा यतापट्टि छ अनि एउटा पछाडिपट्टि छ। कहाँ बसेर खाउँ होइन। तर यहाँको चाहिँ दुइटै धरहरा फेमस छ। तर हामी चाहिँ यो चाहिँ अलिकति फ्यान्सी टाइपको रहेछ। तर हामी यतापट्टि गएर खान्छौँ। यो हाम्रो धरहरा मोमो एन्ड फास्टफुड भन्नेमा गएर हामी मोमो खान्छौँ। कति धेरै मान्छे रहेछ यार यहाँ त। ओहो बाफे, यहाँ पनि बसेर खानु मिल्छ ल। यहाँ बसेर हामी ल। बाहिरबाट त ठाउँ नदेखिर है। ल बसौँ। चिसो खाने हो? एउटा बफ मोमो गरिदिनु। एक प्लेट बफ मोमोको चाहिँ रहेछ 130 रुपियाँ। चिकनको रहेछ 150 रुपियाँ। अब यहाँको चाहिँ 100 यो के भन्छ यो खाएर चाहिँ टेस्ट गरेर हेर्छौँ कस्तो रहेछ। तपाईँले ओए 2 मिनट पनि लागेन त्यहाँ, 1 मिनट पनि लागेन। ए टपरी मोमो भनेको चाहिँ फेरि टपरी नै रहेछ पुरै टक्क लाएर यार। हामीले यहाँनिर मोमो मगाएको 30 सेकेन्डमै यो मोमो आइपुग्यो होइन। टपरी मोमो भनेको टपरीमै टक्रक्कै दिने रहेछ। बाहिरबाट हेर्दा फ्यान्सी जस्तो देखे पनि यो चाहिँ भित्र चाहिँ टपरीमा आउने रहेछ। ब्याकग्राउन्डमा तपाईँले देख्नु सक्नुहुन्छ बाल अचार छ, भित्रपट्टि मोमो बनाएर छ। अब यो म टेस्ट गरेर हेर्छु है। उता अगाडि पनि थियो। अब अगाडि भन्दा पनि यहाँ अलिकति बस्न रमाइलो होला जस्तो लागेर अगाडि पनि टन्न मान्छे छ। यो मोमो खाएर हेर्छु है कतिको टेस्ट रहेछ। यो टपरी अनुसारले चाहिँ के अरे 130 रुपियाँ भन्न स्विट गर्छै गर्दैन है त। एउटा कोक पनि खाइदिउँ न। जो जसमा बोसोको टेस्ट पनि आइरहेछ। अचार चाहिँ फेरि बाक्लो यो यस्तो मजा गरेछ यार। ओ ल फेरि मोमोसँग कोक खाएन भने फेरि बवाल मजा नै आउँदैन। ओ यार यो त अचार हाल्यो भने त ऊ हुन्छ हौ, भरिन्छ। अर्कै टेस्ट रहेछ। यो पनि खाउँ न हो। अझै हामी चारवटा खानु बाँकी छ। यो अब अचार हालेर खाउँ है। अचार चाहिँ जति थपेर खानु भयो।
एक बोतल खाइनु भयो अचार हो तर खाँदिनँ म यो खाँदा फेरि जान्छ फेरि ल अचार त लास्ट बाक्लो रहेछ कि यस्तो के यो खाजासँग चाहिँ यो के भन्छ यो म के अरे कोकसोक खानु भने मजा नआउने क्या यो खाएर अब हामी निस्किन्छौँ पहिला यो 1-2 बाइट हालिहाल्नु तपाईँलाई नि अहिले यता न्युरोतिर हुनुहुन्छ भने चाहिँ यो ठाउँमा चाहिँ मोमो खान आउनु होला है टेस्ट कस्तो छ मिल्छ यसमा चाहिँ अरूहरूमा चाहिँ मोमो ठ्याक्क हुन्छ यसमा चाहिँ बोसोको पनि टेस्ट आएछ कि टेस्ट पनि आएछ स्मेल पनि आएछ योवाला मोमो चाहिँ सबै नेपालीहरूलाई मनपर्छ नि त अरू चाडावाला मोमो मन पनि पर्न सक्छ मन नपर्न सक्छ है त्यही भएर सुरुमा नेपाली स्टाइलको दामी मोमो मिठो मोमो ताराको ढापली मोमो र यो खाएर हामी अन्त अर्को डेस्टिनेसन जान्छौँ भिडियोलाई कन्टिन्यूसँग हेर्नु है त एक चम्चा अचार खाएर हामी जान्छौँ अर्को ठाउँमा ल गाइस अहिले चाहिँ हामी सेकेन्ड डेस्टिनेसनमा आइसकेका छौँ जसको नाम रहेको छ क्रन्ची कर्नर यहाँको मोमोको भेराइटी चाहिँ बब्बाले धेरै छ है त्यही माथि यहाँ यस्तो भाइरल ठाउँ है त्यो अनि यो मोमोको लागि स्पेसल पनि छ त्यही भएर मैले चाहिँ यो चाहिँ मोमोको भेराइटी यहाँ 3टा ट्राई गर्नेवाला छु अनि अहिले म त्यहाँ मेनुमा त मैले अनलाइन हेरिसकेको छु अब त्यहाँ गएर फेरि अर्डर गर्छु ठाउँ चाहिँ एकदमै ठुलो स्पेसेस पनि दामी छ मजाको छ अनि यो चाहिँ ठ्याक्कै मिड बानेश्वरमा छ आउँदाखेरि तपाईँलाई मैले अलिअलि बाटो त देखाइहालेँ अब हामी भित्र जाउँ गएर हामी मोमो चाख्छौँ अनि प्राइजहरू के कति छ तलपट्टि दिइहाल्छु यो मुनिपट्टि तपाईँको चिल्ड्रेन पार्कहरू पनि छ है शुक्रबार र शनिबार त बबालाई हुने होला यो चाहिँ मुनिपट्टि चाहिँ तपाईँको यो बच्चाहरू खेल्ने लाग्ने भयो आफ्नो बच्चाहरूलाई चाहिँ चट्टा खेलाएँ अनि मस्तले आफू खाएँ है आज चाहिँ हामी चाहिँ के भन्छ सोमबार लगभग 4-4:30मा आएको छु त्यही भएर अलिअलि त्यस्तै छ तर यहाँको खानेकुरा त ठिक छ है अनि क्रन्ची कर्नर मिड बानेश्वर भनेर लेखिरहेको छ अब हामी बस्छौँ कहाँ बस्छौँ भनेदेखि कहाँ बस्छौँ यतै बस्छौँ अब यतै बसेर हामी अर्डर गर्छौँ ल एक्सक्युज मी हजुर के लिनुहुन्छ मलाई चाहिँ खास चाहिँ मोमो मात्रै खाना आएको होइन अब यहाँनिर चाहिँ मोमोको भेराइटी के छ भने म चेक गर्दैछु हजुर हामीसँग चिल्लीमा छ छोइलामा छ छोइला हजुर छोइला सबभन्दा मोमोमा दामी चाहिँ आउने चाहिँ के खालको छ हजुर चिल्ली पनि हुन्छ झोल पनि हुन्छ जस्तै अब यहाँ नाम त लेखाएको छ क्रन्ची कर्नर भनेर क्रन्चीमा छ कि छैन हामीसँग क्रन्चीमा नि क्रन्ची छ हजुर ल क्रन्ची छ भने त्यो एक प्लेट गर्नु किनभने नाम चाहिँ क्रन्ची कर्नर छ क्रन्ची मोमो भएन भने त फेरि क्रन्ची मोमो फेरि जहाँ पाइ त्यही पाउँदैन नि त एकछिन ट्राई गरौँ ड्रिङ्क्स चाहिँ एउटा कोक गरिदिनु है कोक हुन्छ कति मिनट तयार होला त हजुर 10-12 मिनटमा भयो 10-12 मिनट तयार म यहाँ घडी हेर्छु है त ठ्याक्कै अहिले कति भएको छ 4 भएको छ हेरौँ 15 मिनट ल 15 मिनट दिएँ ल तपाईँलाई ल राइट है ल मलाई अर्को कुरा चाहिँ के टेन्सन लागिरहेछ भने विश्वभरि वार चलिरहेको छ तेल छैन होइन ग्यास पाउनेवाला छैन होइन अब केही गरी मेरो भिडियो चाहिँ मलाई हेरिरहेछ होइन अनि घरमा ग्यास सिद्धियो भने गर्ने के होइन ग्यास सिधेर टेन्सन फेरि राति त्यही माथि फेरि रेस्टुरेन्टमा रहने फेरि भवितव्य त्यो नहोस् होइन फेरि ग्यास तेल नपाएन भने त्यो अर्को तनाव छ कि तर अब वार चाहिँ अलिक अति चाँडै बन्द होस् अब हाम्रो देशको राजनीति पनि त्यस्तै भएको छ जित्न त जितेछ कि अब राम्रो गरोस् भनेर अब सबैले जिताउनु भएको नि त राम्रो गर्नुपर्छ होइन अब यति भन्दै अब फेरि योभन्दा बढी बोल्यो भने फेरि मलाई फेरि अर्को कुन पार्टीको भनिदिन्छ नि त्यही भएर चिप्लो लाएर अब म हो त चिप्लो लाएर म खाने हो ल ठिक छ ल यो चिल्ली मोमो आयो यो चाहिँ कोथे होइन ल यो चाहिँ हाम्रो यो कोथेमा चाहिँ पोर कोथे अनि हाम्रो यो
चिल्लीमा चाहिँ चिकन मगाएको अब एउटा हाम्रो क्रन्ची आउने बाँकी छ हेरौँ बस आयो हाम्रो क्रन्ची ओ माई गॉड यार ये बवाल रहेछ यार हेर्दाखेरि नि बवाल छ यो है ओहो ल हाम्रो तिनवटा मोमो आयो मलाई चाहिँ यो यसको डेकोरेसन हेर्दै आँखाले खाउँ भइसक्यो बवाल ल हाम्रो खाजा होइन मोमो हो नेपालीको फेभरेट खाजा मोमो आइसकेको छ तर आज चाहिँ मैले अलिक डिफ्रेन्ट मोमो मगाएको छु यो चाहिँ क्रन्ची रहेछ अनि यो चाहिँ कोथे अनि यो छ स्पाइसी है सुरु केबाट गरौँ भनेको म पहिला कोथेबाट गर्छु किन कोथे मोमो भनेको चाहिँ तपाईँको भित्रपट्टि यसरी पुरा यो तावा जस्तो अथवा केमा चाहिँ यो मात्रै तता हुन्छ होइन अब स्टार्ट गर्छु म यो कोथेबाट हातैले हान्नु पर्ला नेपाली स्टाइलमा हातैले हान्दिउँ टेस्ट हेरौँ है ओहो यो चाहिँ हल्का चिल्लोमा चाहिँ यो के भन्छ यो हल्का तारेको त होइन जो सेक्या जस्तो हुन्छ अचारमा अब एकचोटि क्रन्ची हानेर है हेर्नु त अलि अगाडि यसरी अलि अगाडि क्रन्ची मोमोलाई चाहिँ यो फेरि सस्तो दामी रहेछ है यो क्रन्चीवाला मोमोमा चाहिँ हामीले चिकन मगाएको थियौँ यो चाहिँ कोथे चाहिँ पोर्क अनि यो बफवाला है यो क्रन्चीवालाको चाहिँ कस्तो भनेदेखि यो सजाएको देखेर कस्तो बवाल लाग्यो अझै हानु नजिकबाट हेर्दै क्रन्ची पुरा यो मस्तले बनाएको छ यो चाहिँ फेरि यो मोमो चाहिँ धेरै ठाउँमा पाउँदैन नि त यसको अचार पनि छुट्टै छ यसको छुट्टै छ यसमा त अचार हुँदा चिल्ली हुन्छ नि त बाहिर पानी पर्ला जस्तो हुन्छ गाडाङ गुडुङ गरेर चाहिँ तातो ल खाएँ होइन पहिला चुपको खाइहाल्नु कस्तो आनन्द आउँछ फेरि कोक्सो खायो भने अब यो चिल्ली ट्राईको चाहिँ किन हुन्छ चिल्लीमा चाहिँ अलिकति स्पाइसी र स्विट अलिक बढी भयो भने अलिक तितो जस्तो हुन्छ तर यो कस्तो चाहिँ हेर्नु है हाम्रो पुग्दा कतिको खतरा हुन्छ है यो दुइटै फेरि मिठो लाग्यो मलाई अब यो ट्राई गर्छु है यसको प्राइस चाहिँ म टङ गरेर दिइहाल्छु ठिक छ यो चाहिँ हामीले बसमा मगाएको चाहिँ तपाईँले मोमो चाहिँ प्रायः जस्तो चाहिँ स्टिम मोमो मात्रै खाए हुन्छ नि त अनि स्टिम मोमो बाहेक पनि अरू मोमो पनि छ भनेर खास भिडियोमा देखाउनु खोजेको है तर आज चाहिँ मैले यो खाएको थिएँ योवाला चाहिँ म आफैले पनि ट्राई गरेको थिएँ नि यहाँ आउँदाखेरि चाहिँ क्रन्ची कर्नर आउँदाखेरि चाहिँ यो क्रन्चीवाला मोमो पनि पाउँदो रहेछ भन्ने चाहिँ थाहा भयो त यो पनि कस्तो गरम कस्तो मजा आउँदैछ है यो फेरि आउँछ एकचोटि यार सही लाग्यो मलाई डिप लगाइछ अब हामीले यो मस्त ट्राई गरेर हेरौँ है अब हाम्रो लास्ट वान मोमो बाँकी छ त्यो कुन मोमो हुन्छ भिडियोलाई अन्तिमसम्म हेर्नु ल लगाइछ अब म यो एउटा कोक खान्छु अनि हामी अर्को ठाउँमा जान्छौँ राति हुन लागिसकेको छ पानी पर्न लागिसकेको छ अब बाफ्रे यार के मोमो खाएको त यस्तो हुरी पता छ नि यार बाहिर यार बत्ती पनि गयो यतातिर मोमो खाएको त पुरै बत्ती गयो क्या ल हुरी पता हेर न ल आम्मा बप्पालाई हुरी पता छ हेर न ल वायर ल मोमो खान नहुने रहेछ यार यस्तै ल ल ल ल तेरिका
ल ओके गाइज अहिले चाहिँ म ठ्याक्कै अहिले बुढानी कण्ठनिर आइपुगेको छु यहाँनिर चाहिँ मैले हिजो अस्ति पनि मोमो ट्राई गरेर गएको थिएँ होइन त्यो चाहिँ सिजलर होइन कि सिजलिङ मोमो भनेर है यो चाहिँ ठ्याक्कै छ यो ठ्याक्कै बुढानी कण्ठदेखि र बुढानी कण्ठको मन्दिरको गेटबाट ठ्याक्कै बिचमा छ है मैले तपाईँलाई यो अगाडि लोकेसन पनि देखाइहालेँ यहाँको चाहिँ अस्ति खाँदाखेरि चाहिँ बब्बालाई मिठो लाग्यो त्यही भएर चाहिँ बुढानी कण्ठ एरियामा चाहिँ मान्छेहरू धेरै घुम्न पनि आउँछन् मन्दिर पनि आउँछन् हाइकिङमाथि गएर पनि आउँछन् होइन शिवपुरी अब झामचन गरेर आउँछन् तर दामी मिठो दामी दामी मोमो अरू खानेकुरा पनि पाउँछ तर मैले चाहिँ स्पेसली यहाँको चाहिँ यो सिजलिङ मोमो त्यसमा चाहिँ टपिङहरू नि मस्तको चिज राखेको हुँदो रहेछ होइन त्यही खानको लागि आएको छु यहाँ चाहिँ मैले अहिले अर्डर गरिसकेको छु भित्र अब कति मिनटमा आउँछ अनि आएर चाहिँ म तपाईँलाई खाएर देखाउँछु ल बिहान खाना नखाएर होला लास्टै भोक लागेर चाहिँ यार ओहो ल आइसक्यो हाम्रो मोमो यो त पुरै चरर भइरहेको त ओहो ओहो हो 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 बोल्या यो चाहिँ के को चिज हुन्छ माजेरला चिजै हुन्छ ओहो ल थ्याङ्क यू कचौरा ल अब मेरो मोमो आइसकेको छ मलाई चाहिँ फेरि यो चिज चाहिँ फेरि लास्टै मनपर्छ क्या है अब म यो खान्छु यो अनि यो लेदो चाहिँ यो यसलाई चाहिँ सिजलिङ मोमो भन्दो रहेछ होइन तर यो चाहिँ अरूको नाममा चाहिँ यो यही स्टाइलमा चाहिँ के भन्छ जानेको मोमो पनि भन्छ है ल म स्टार्ट गरिहाल्छु है लास्टै भोक लागेर छ मैले चाहिँ बफमा मगाएको छु यो चिज पनि के अरे चिकन पनि पाउँदो रहेछ मलाई चिज चाहिँ लास्टै मनपर्छ क्या चिज हानिदियो यार साथी हो क्या मजा आएर यार भोक लगाएर पनि है मोमो पनि फेरि यस्तो के बबाल ठुल्ठुलो छ क्या यस्तो ठुल्ठुलो छ है यो मोमोको ऊ पनि ठुलो छ तर अरू मोमो भन्दाखेरि चाहिँ यो मोमोको यस्तो खालको ससा मोमो खाना चाहिँ बबाल मजा लागिरहेको त्यस्तो एक्सपेक्टेसन गरेको थिएन है यो तर सोचे भन्दा लास्टै मिठो लाग्यो मोमो यार किनभनेदेखि यो मोमोको सायद अब यहाँको मोमोको यो भित्रको मासुको टेस्ट पनि मिठो भएर होला है यो पातलो यो यस्तो छ नि यो अनि भित्रको मासुको टेस्ट पनि एकदम राम्रो छ क्या यो सँग चाहिँ कोक त खानु परिहाल्यो क्या मजा लाग्यो यार हिजो बरु त्यो धेरै एकैचोटि मोमो खायो भने स्वाद आउँथ्यो होला है यो मोमो खायो एकदम मजा आयो यार है ल गाइज अब एक बाइट खाएर आजको भिडियोलाई इन्ड गर्छु मन परे लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है भन्दै मोमो खाएर भिडियो इन्ड गर्छु है